जुन अहिले भर्खरै आवाज सुन्नुभयो त्यो आवाज भनेको के भन्ने कुरा भन्न गइरहेको छ। यो भनेको ग्यास्ट्रोकोलिक रिफ्लेक्स जुन चाहिँ बच्चाहरूमा नर्मल हो है। ग्यास्ट्रोकोलिक रिफ्लेक्स भनेको जस्तै अब बच्चाहरू जब दुध खान्छन्, न्युबर्न बच्चाहरू है, मेनली 3 to 6 months को बेबी, लगभग 3 months को बेबीहरूले जब दुध खान्छ अनि हरेकचोटिको दुधले गर्दा एउटा सिग्नल पठाउँछ उनीहरूको दिमागलाई, जस्तै पछाडिको कोलोनरलाई इम्प्टी गर्नलाई, कोलोनरको आन्द्राहरूलाई इम्प्टी गर्नलाई जुन मेसेज पठाउँछ त्यसै ग्यास्ट्रोकोलिक रिफ्लेक्स भन्छ। यो चाहिँ नर्मल कुरा हो। यो कुरा हामीले बुझेनौँ भने फार्मेसीमा जान्छौँ, मेरो बच्चाले त हरेक खाना खाएपछि दिशा गर्छन् भन्नुहुन्छ, उनीहरूले यति धेरै औषधि थमाइदिनुहुन्छ तपाईँहरूलाई, त त्यो धेरै औषधि खुवाउनु हुँदैन बच्चाहरूमा। यो नर्मल कुराहरू हो जुन चाहिँ बच्चाहरूको लागि चाहिँ एकदम पाचन शक्तिहरू राम्रो हुँदैछ भन्ने कुराको सङ्केत हो। र यो चाहिँ खासै यसको लागि उपचार चाहिँ चाहिँदैन है। तर यो चाहिँ इनकेस 3 देखि 6 monthsमा आफै पनि सबसाइड भएन भने बल्ल उपचार गर्नुपर्ने, कति बेला बच्चाको डक्टरलाई भेट्ने भन्ने कुरो हो। जस्तै दिशाहरू राम्रोसँग भएन, पेटहरू फुल्दै गयो, दिशाहरूमा रगतहरू देखिन थाल्यो, म्युकसहरू भनेको सेतो सेतो दिशाहरू हुन थाल्यो भने चाहिँ यो डिहाइड्रेसनको साइनहरू, जस्तै पानी गउँदा पेटमा सुट्किन थाल्ने, हातहरू सुट्किन थाल्ने भयो भने चाहिँ गर्ने, या बच्चाहरू एकदम कराउने रुन थाल्यो भने चाहिँ गर्ने हो। होइन भने खासैलाई उपचार चाहिँ चाहिँदैन। ग्यास्ट्रोकोलिक रिफ्लेक्स चाहिँ खासै उपचार चाहिँ चाहिँदैन। धेरै गाह्रो भयो भने चाहिँ बच्चाको डक्टरलाई भेटेर मात्रै औषधहरू दिनुपर्ने हो भने मात्रै दिने, होइन भने नदिने। हस् त, धन्यवाद। यसरी नै सानो जानकारीको तपाईँको बच्चाको लागि।